डेस्कटप अनि त्यही फाइल दिँदा हुन्छ। त्यही फाइल दिए पनि हुन्छ, यहाँ डिफ्रेन्ट फाइल पनि दिँदा हुन्छ है। यहाँ डिफ्रेन्ट फाइलको नेम दिए पनि हुन्छ। भयो, कतिजनाले एक्जिक्युट गर्यो? क्यापिटल डी हाल्ने, हेर्ने, ट्याब गर्ने। तिमीहरू कसैले ट्याब युज गर्दैन, सिक्दैन त्यसरी। ट्याब युज गर्ने भर हुँदैन, लिनक्स गर्दा आफ्नै भर हुन्न। जति सिके पनि काहीँ न काहीँ उल्टो भइरहेको हुन्छ अनि ह्याङ हुन्छ, फेरि दिमाग फसेको फसै। ट्याब युज गर्ने, जे पनि ट्याब हान्ने, ठ्याक 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 बनाएर। सोर्स फाइल नेम अनि डेस्टिनेसन कहाँ सर्टकट बनाउने त हो, त्यो लोकेसन दिने, फाइलको नाम दिने, त्यही नामै हुनुपर्छ डेस्टिनेसनमा भन्ने छैन है। तपाईँको खुसी। सोर्समा चाहिँ MP3 भनेर लेखेछ, डेस्टिनेसनमा चाहिँ अरू कुनै नाम राख्यो पनि भयो।